रोज सलाद खाइराख्नु भएको छ तैपनि तपाईँको पेटको चर्बी घटिरहेको छैन। गुलियो चिजहरू पनि खान बन्द गर्नुभयो। बिहान बेलुका तपाईँ वक पनि सुरु गर्नुभयो अनि तपाईँले आफ्नो तौल फेरि जोख्दै हुनुहुन्छ, 1 इन्च पनि तलमाथि भएको छैन। ल ठिकै छ, केही छैन, आज हामी यसको राज पनि खोलेरै छाड्नेछौँ। पेट बढ्नुको कारण यही हो कि तपाईको बडी फ्याट स्टोरेज मोडमा गएर स्टक भएर बसेको छ। यो त्यतिखेर हुनेछ जतिखेर तपाईको बडीमा हर्मोनल इम्ब्यालेन्स हुन्छ। तपाईको शरीरमा जतिखेर इन्सुलिन हाई हुन पुग्दछ त्यतिखेर तपाईको शरीरले सारा खानालाई स्टोरेज गरेर मोटोपनमा राख्ने गर्दछ। मोटोपनलाई कम गर्नु पर्यो भने सबैभन्दा पहिला इन्सुलिनलाई कम गर्नु पर्यो। सलाद खानु र गुलियो कम खानु एकदम राम्रो पक्ष हो। यदि छिटो रिजल्ट प्राप्त गर्नु छ भने अरू कुनै कुराहरूमाथि पनि ध्यान राख्नुपर्ने हुन्छ। जस्तो कुन टाइममा खाना खानु पर्ने हो, कति टाइम दिनमा खाना खानु पर्दछ, सबैभन्दा महत्त्वपूर्ण कुरा कुन अर्डरमा खाना खान जरुरी छ। इन्सुलिनलाई कम गर्नका लागि सबैभन्दा पहिला बिहान ब्रेकफास्ट गर्न छोडिदिनुहोस्। जब तपाईँ बिहानै उठ्नुहुन्छ त्यतिखेर तपाईँको इन्सुलिन नेचुरली रूपमा सही ठाउँमा तल हुनेछ। तर खाना खानुको कारणले गर्दा यो बढेर माथितिर पुग्दछ। शरीरलाई 5-7 घण्टाको ग्याप दिनुहोस् ताकि इनर्जी लिनका लागि बडी स्टोरेज भएर बसेको स्टोरेज फ्याटलाई बर्निङ गर्न सुरु गरोस्। र नेक्स्ट, तपाईँ दिनमा कतिपल्ट केही न केही खाइराख्नु भएको छ। छोटो छोटो समयमा केही न केही खाइराख्नुको कारणले गर्दा तपाईँले आफ्नो इन्सुलिनलाई सारा दिन हाई बनाएर राख्नुहुनेछ। कारणले गर्दा तपाईँ दिनमा म्याक्सिमम 2 देखि 3 चोटि मात्रै खाना खानुहोला। लास्टमा सबैभन्दा जरुरी यो छ कि कुन अर्डरमा तपाईँले आफ्नो खाना खानु पर्दछ। सबैभन्दा पहिला प्रोटिन र फाइबर तपाईँले खानु पर्दछ। भात या रोटी जो चाहिँ हाई कार्बवाला खाना छ त्यसलाई चाहिँ तपाईँले सबैभन्दा अन्त्यमा खानुपर्ने हुन्छ। यस किसिमको तरिकाले खाना खानुभयो भने तपाईँले कुनै पनि किसिमको खानालाई छोड्न जरुरी छैन र तपाईँको पेट पनि गायब हुनेछ।